नमस्कार। आज हामी नेपाल राष्ट्र ब्याङ्कको मौद्रिक नीतिको तेस्रो समीक्षामा आएको एउटा निर्णयबारे कुरा गर्दैछौँ। खास गरी शेयर दितो कर्जाको जोखिम भारमा जुन परिवर्तन भयो नि त्यसबारे। खास गरी त्यो शेयर धितो कर्जाकै सीमा र जोखिम भारको कुरामा। अनि अब नयाँ गभर्नर आउनु भएपछि खै केही सहज होला कि भन्ने एउटा अपेक्षा थियो लगानीकर्तामा। यो समीक्षाले त्यही कुरालाई अलि सम्बोधन गरे जस्तो देखिन्छ। शेयर धितो कर्जा भनेको के हो? अलि एकदमै सरल भाषामा भनिदिनुस् न, कतिलाई थाहा नहुन सक्छ। जस्तो तपाईसँग कुनै कम्पनीको सेयर छ नि, हो त्यही सेयर ब्याङ्कमा धितो राख्ने, अनि ब्याङ्कले त्यो सेयरको बजार मूल्य हेरेर एउटा निश्चित प्रतिशत रकम तपाईँलाई ऋण दिन्छ। त्यो नै सेयर धितो कर्जा हो। अनि तिरेन भने? तोकेको समयमा तिरेन भने त ब्याङ्कले त्यही धितो राखेको सेयर बेचेर आफ्नो पैसा उठाउँछ। ठिक छ, यो बुझ्यो। अब समीक्षाको मुख्य कुरामा जाउँ। त्यो जोखिम भार घटाउने 125%बाट 100% हुनु, यसले खासमा के फरक पार्छ त? यो जोखिम भार 125%बाट 100%मा झार्दा यसको खास अर्थ के हो? अनि ब्याङ्क र लगानीकर्तामा यसले कस्तो असर पार्ला? सुरुमा त यो परिवर्तन के हो त्यो नै स्पष्ट पारौँ है त। तेस्रो समीक्षाले के गर्यो भने शेयर धितोमा जाने कर्जाको त्यो जोखिम भार रिस्क वेटेज भन्छौँ नि हामी, त्यसलाई 125%बाट घटाएर 100%मा ल्यायो। 125बाट 100मा हो। यो जोखिम भार घट्नु भनेको चाहिँ ब्याङ्कहरूलाई ठ्याक्क के फरक पर्यो त? यसलाई सरल भाषामा भन्दा पहिले कस्तो थियो भने ब्याङ्कले 1 लाख रुपैयाँ शेयर धितोमा कर्जा दियो भने नियामक निकायले मतलब राष्ट्र ब्याङ्कले त्यसलाई 1,25,000 रुपैयाँ बराबरकै जोखिमपूर्ण मान्थ्यो अनि त्यही अनुसार पुँजी छुट्याउनु पर्थ्यो। मतलब बढी जोखिम देखेको थियो। हो, अब 100% भएपछि चाहिँ त्यही 1 लाख कर्जा दिँदा 1 लाख बराबरकै जोखिम माने पुग्ने भयो। भनेपछि ब्याङ्कले अब त्यति नै पुँजीबाट अलि बढी कर्जा दिन सक्ने भयो होइन त शेयर धितोमा? हो, बिल्कुल ठ्याक्कै त्यही हो। यसको सीधा असर ब्याङ्कको त्यो कर्जा प्रवाह गर्ने क्षमतामा पर्छ के। जस्तो एउटा उदाहरण लिउँ न, मानौ 10 करोड पुँजी भएको ब्याङ्क छ। पहिले त्यो 125% जोखिम भार हुँदा उसले 8 करोड मात्रै शेयर धितो कर्जा दिन सक्थ्यो, किनभने 8 करोडको 125% भनेको 10 करोड जोखिम भार भयो उसको पुँजी बराबर। अच्छा। अब 100% भारमा झरेपछि त्यही 10 करोड पुँजी भएको ब्याङ्कले 10 करोड नै शेयर धितो कर्जा दिन सक्ने भयो। 10 करोडको 100% जोखिम भार भनेको 10 करोड नै भयो। भनेपछि त ब्याङ्करलाई शेयर धितोमा कर्जा दिनलाई अलि बढी ठाउँ मिल्यो नि त? हो, उनीहरूको क्षमता बढ्यो, अतिरिक्त क्षमता आयो। यो त भयो ब्याङ्कको कुरा। तर के यसले साँच्चै बजारमा र लगानीकर्ताको त्यो खस्किएको भनिएको मनोबलमा केही फरक पार्छ त? अहिले बजारको अवस्था अलि सुस्त नै थियो नि। राष्ट्र ब्याङ्कको उद्देश्य पनि त्यही देखिन्छ। जोखिम भार घट्दाखेरि ब्याङ्कहरूलाई शेयर धितो कर्जा दिन अलिकति सजिलो महसुस हुन्छ, हिचकिचाहट कम हुन्छ। अनि बजारमा कर्जाको उपलब्धता अलि बढ्यो भने त्यसले तरलता मतलब क्याश फ्लोलाई सहज बनाउन सक्छ। यो लगानीकर्ताका लागि महत्त्वपूर्ण कुरा हो नि। पैसा भएन भने त कसरी लगानी गर्नु? त्यही त। अनि यसले त्यो लामो समयदेखि अलि निराशाजनक जस्तो देखिएको लगानीकर्ताको मनोबललाई केही हदसम्म उकास्न सक्छ, बजारप्रति अलि सकारात्मक सोच बढाउन मद्दत गर्छ भन्ने अपेक्षा हो। नयाँ गभर्नर आउने बित्तिकै यस्तो निर्णय आउँदा बजारले यसलाई एउटा सकारात्मक सङ्केतको रूपमा लिएको जस्तो पनि देखिन्छ। अनि पहिलेको नीतिको जुन आलोचना थियो नि, त्यो 125%को व्यवस्थाले बजारलाई अलि निरुत्साहित गर्यो भन्ने कुरा, त्यसलाई यो परिवर्तनले सम्बोधन गर्यो त? धेरै हदसम्म गुनासो नै त्यही थियो कि त्यो व्यवस्था अलि बढी नै कडा भयो, त्यसले शेयर बजारलाई अलि सङ्कुचित गर्यो भन्ने थियो। यो परिवर्तनले त्यो गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेको चाहिँ प्रष्टै देखिन्छ। यसले के सङ्केत गर्छ भने राष्ट्र ब्याङ्क पनि बजारमा कर्जा प्रवाह अलि सहज बनाएर मौद्रिक नीतिलाई थोरै विस्तार गर्ने दिशातिर लगेको हो कि जस्तो। तर यहाँनिर एउटा प्रश्न छ है। शेयर बजार भनेको त खै अलि अस्थिरै मानिन्छ नि, मूल्य कति छिटो तलमाथि हुन्छ। यस्तो सम्पत्तिको धितोमा कर्जा दिनलाई प्रोत्साहन गर्दा जोखिम पनि त बढ्छ होला नि ब्याङ्कहरूको? एकदमै। यो एकदम महत्त्वपूर्ण प्रश्न हो। नियामक निकायले हेर्दाखेरि पनि शेयरको मूल्यमा जुन किसिमको उतार चढाव आउँछ नि, त्यसले गर्दा यस्तो कर्जामा अरू सामान्य कर्जाको तुलनामा जोखिम अलि बढी नै हुन्छ। हो। जोखिम भार घटाउँदा कर्जा प्रवाह बढ्ला, तरलता सहज होला, त्यो आफ्नो ठाउँमा छ, तर यसले ब्याङ्कहरूको जोखिम व्यवस्थापनमा अलिकति चुनौती थप्न सक्छ। राष्ट्र ब्याङ्कले यो कुरालाई पक्कै पनि विचार गरेकै हुनुपर्छ, सन्तुलन खोजेको होला।
भनेपछि यो सबै कुरालाई सारमा भन्दा राष्ट्र ब्याङ्कको अहिलेको कदमको मुख्य सन्देश के रहेछ त? सारमा भन्नुपर्दा राष्ट्र ब्याङ्कले चाहिँ शेयर धितो कर्जाको जोखिम भार घटाएर ब्याङ्कहरूलाई यो खालको कर्जा दिन अलि सजिलो बनाइदियो। यसको तत्कालको उद्देश्य चाहिँ बजारमा पैसाको प्रवाह मतलब तरलता बढाउने र लगानीकर्ताको त्यो गुमेको जस्तो देखिएको आत्मविश्वास फर्काउने नै हो जस्तो लाग्छ।